होइन कति साह्रो बिग्रेको त म बस्ने ठाउँमा पेन्सिल राख्ने तैले कम्पास ल्याउन बिर्सेको हो क्या सर नयाँ कम्पास चाहिँ राख्थे चुप होमवर्क गरिस् तैले होमवर्क त गर्न पाएन नि सर किन नगरेको पेन्सिल त तपाईँले लानुभएको थियो ओहो, होइन हाम्रो पालामा त म त ज्ञानी थिएँ त हौ यत्रो उमेरमा विद्याको सम्मान हो त सर अब थिए होला नि ज्ञानी बच्चाको कुरा बिर्सिए नि मैले हेर नानी मजाले पढ है मजाले पढ्यो भने भोलिपर्सि तिम्रो आफ्नै कार हुन्छ गफ नदिनु सर तपाईँ यत्रो पढेर त साइकलमा आउनुहुन्छ यसलाई त म के गरौँ हेर नानी मजाले पढ्यो भने भोलिपर्सि राम्रो बुढा पाउँछौ के हामीले तपाईँको बुढी नदेखायो र कस्तो ध्वासे हुन्छ सुन नानी धेरै पढ्यो भने धेरै पैसा कमाउँछौ के तिमीले तपाईँ यत्रो पढेर त खैनी किन्न सागपट्टि लिनुहुन्छ कसले भने म खैनी खान्छु खोइ हात दिनु त सुनु किन म मेरो हात अलिक फोहोर छ मेरो हात छोरी सर अगर आफू क्लासमा फोहोर गर्छ छुट्टी दिनु न त त्यसो भए किन छुट्टी दिने स्कुल छुट्टी भएपछि त कोही पनि स्कुल आउँदैन स्कुल कसैले फोहोर गर्दैन चुप स्कुल भनेको मन्दिर हो कोही के मन्दिर भन्नु सर पूजाले स्कुल छोडिसके पण्डित बहादुर आउन छोड्नु प्रसाद पनि आउँदैन अरे अब त आरती पनि नपर्ने अरे अर्को साल अनि कसरी मन्दिर भयो 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 भोलि बाबालाई बोलाएर आइज बा त हस्पिटलमा हुनुहुन्छ सर त्यसो भए मम्मीलाई बोला है त म पनि हस्पिटलमै हुन्छ ल ल ल तेरो बाबा मम्मी चाहिँ हस्पिटलमा किन हुनुहुन्छ त्यही सर बा मम्मी त हस्पिटलमा काम गर्नुहुन्छ ए